आज त जनकपुरिया फिस हाउसको अपोजिटमा रहेको मासु पसलबाट मासु त लियौ, तर सपिङको चक्करमा झमझमी पानीमा भिज्न नि भिज्यौ। अलराइट गाइज, वेलकम टु माई मिनी भ्लग। आज हामी बल्खुबाट गोर्कुसम्मको गाडी चढ्दै इमाडोल एरिया पुग्यौ। रेनी सिजनमा घुम्न त रमाइलो हुन्छ, तर भिजेर हालत नै खराब हुन्छ र हामीसँग छाता हुँदा हुँदै भिज्नु पर्ने अवस्था सिर्जना भइ नै हाल्छ। हामी जुन गाडी चढे नि सब कछुवाकै चालमा गाडी चलाउने गर्छन्। एक त स्लो माथि स्लो हुन्छ, त्यो माथि नि भनेको ठाउँमा गाडी रोक्दैन। फ्लाइओभर पुल भन्दा अलि अगाडि झरेर एउटै छातामा म मेरो बेबी हामी दुवैजना ओत लाग्दै अगाडि थियौं भने दिरा भिनाजु पछाडि पछाडि आउँदै हुनुहुन्थ्यो। घरको चौकदेखि टेम्पो चढेर कृष्ण मन्दिरमा क्युट भान्जीलाई हाई हेलो गर्दै हामी न्यू रोड नयाँ लुगा किन्न पुग्यौ। जसले जे भने नि मलाई त न्यू रोडको भाइब नै छुट्टै लाग्छ। हप्ताको एक दिन त म यतै हुन्छु भन्दै हामी जनकपुरिया फिस हाउसको अपोजिटमा रहेको मासु पसल छिर्यौ, जहाँ भिनाजुले ब्रोइलर कुखुराको खुट्टा 200 पर केजी सुनेर म 1 केजी लिन्छु भन्दै हुनुहुन्थ्यो। तर हामीलाई मासु नि लिन मन लागेर हाफ केजी मात्र लिनु भन्दै मासु लिएर बाहिर निस्किँदा सुकुटी हेर्दा त ओह वाउ भन्दै गाडी चढ्न वेट गरे। खानकोट साइडको गाडी चढ्नलाई मान्छेहरूले यति भिड गर्छन् कि के नै भनु भन्दै गाडी चढेर हामी रुम पुग्यौ। धन्यवाद।